हेलो साथीहरूलाई सबैजनालाई नमस्ते छ मेरोबाट म चाहिँ आज खाना नलागेको भन्दाखेरि महानदी जानुपर्ने छ नि त त्यही भएर चाहिँ मेरो नुहाइ गरेर पनि सकिसकेँ। अब चाहिँ म तयार हुनलाई लागिरहेको छु। हेर्नुहोस् यो चाहिँ मेरो गिफ्ट आएको यो त्यही हो। जसले पनि यो गिफ्ट ल्याइदिनुभएको छ उसलाई थ्याङ्क यू, धेरै धेरै धन्यवाद लुगा ल्याइदिएकोमा हो। कस्तो भन्दाखेरि यो चाहिँ यस्तो छ है साथीहरू, त्यो सुरुवाल र यो चाहिँ बेस्ट हो। यो चाहिँ कसले ल्याइदिएको भन्दाखेरि यो कसले ल्याइदिएको होला तपाईँले अन्दाज गर्नुहोस् ल। है म चाहिँ तयारी भइसकेँ हो। अब दिदी छ दिदीलाई पर्खिनुपर्छ। अब म चाहिँ तयारी भइसकेँ साथीहरू। अहिले भएर तपाईँहरूलाई म के ल्याउनु त गएको, अहिले भएर तपाईँलाई म घरमा देखाउने छु साथीहरू। म चाहिँ हिँडेको गाडीमा सखर भाइको गाडीमा हिँड्दैछु हो। यो थाप्न आएको साथीहरू। मैले त कुकर थापिसकेर आएँ हो। आउँदैछु घर जाँदैछु, यसमा गाडीमा जाँदैछु। मैले चाहिँ 3 लिटरको मात्रै पाएँ, 3 लिटरको पाएँ, 3 लिटरको। त्यहीँनिर माछा किन्नु आइरहेको छु हो। माछा केजी लान्छु। लो पनि हुनुपर्छ नि त, लो पनि हालिदिएको छु यहाँनिर। माछा यो माछा मिठो हुन्छ नि। म चाहिँ कर्सियङबाट फर्केको बसेर थियो नि त, त्यही भएर घर फर्किँदैछु साथीहरू। म देखाउने छु है। हजार अल्ला म चाहिँ घर आइपुगिसकेँ हो। यो थाप्नु चाहिँ गएको मैले चाहिँ 3 लिटर पाएँ हो। घर आइपुगेँ घर हो। हिँड्नै हुत्तो भयो। त्यही तल रोशनी बहिनीको घरमा आज आएको नि त हो उता सिलगढीबाट। लुगा पनि नफेरि सिधै बत्तीहरू बालिदिकन आएको हो। अब चाहिँ म लुगासुगा फेर्छु हो। फेरेर तपाईँलाई म भोलि भेट्ने छु साथीहरू। बाई बाई। यो चाहिँ यसलाई चाहिँ अब खोल्नु आँटिरहेको छु हो। तर कताबाट खोल्नु पापा? लो यसमा चाहिँ मैले ओपन गर्दैछु है। यसमा चाहिँ साथीहरू अनबक्सिङ गर्दैछु। अनबक्सिङ हेरिदिनुहोस् न साथीहरू, कस्तो पाएँ मैले। एकछिन राख्नु नानी। थ्याङ्क यू सबैजनालाई।